विभिन्न खाले मुटुका रोगको विभिन्न खाले लक्षण हुन्छन्। अचानक यहाँ भारी हुन्छ। सुरुमा अलिअलि मात्रै साँगुरो हुँदाखेरि चाहिँ दौड्दाखेरि चाहिँ यहाँ पिरो भएर आउँछ या भारी भएर आउँछ, रोकिएपछि जान्छ, फेरि दौड्यो फेरि आउँछ, फेरि रोक्यो आराम गरेर जान्छ। अनि होइन मेरो त आफै गयो भनेर मान्छेले इग्नोर गरेर गएर आउँछ। त्यो पनि मुटुको नली साँगुरो भएको सुरुको लक्षण। तर अचानक बन्द भइदियो 100% ब्लक भयो एकैचोटिमा भने त्योभन्दा तल यहाँ ब्लक भयो भने यो पुरा मासु मर्ने भनेको हार्ट एट्याक हो। हो हार्ट एट्याक हुँदाखेरि चाहिँ असाध्यै भारी भएर लामो समयसम्म दुखिरहन्छ बस्दा अनि त्यो दुखेको चाहिँ एकदम फुट्ला जस्तो भने कसैलाई चाहिँ थाहै नपाने के भयो जस्तो कहिलेकाहीँ पेट दुखे जस्तो पनि हुनसक्छ। तर टिपिकल चाहिँ यो दुख्यो भने यतापट्टि बायाँपट्टि हातपट्टि चाहिँ यता गए जस्तो हुने, यो झमझम गरे जस्तो हुने या दुख्यो जस्तो हुने, जमा दुख्यो जस्तो हुने, यहाँ सुरु भएर यता गयो भने चाहिँ एकदमै शङ्कास्पद हो मुटुको लागि चाहिँ, मुटुको हार्ट एट्याकको लागि। सबैले हार्ट एट्याक कुरेर चाहिँ मेरो दुखाइ भनेर भन्नु परेन। म यो त धेरैले सुने, म तपाईँको मार्फत के चाहिँ हार्ट एट्याक होइन भन्ने कुरा पनि आश्वस्त गराइदिन्छु। किन सबै छाती दुख्यो भन्दै दुखेर यहाँ हामी कहाँ लाइन लगाएर काम छैन, जरुरी छैन होइन। एक ठाउँमा मात्रै औँलाले यसो देखाउनु मिल्ने चसक्क भयो भन्छ नि एक ठाउँमा, युजली त्यस्तो मुटुको दुखाइ हुँदैन। यस्तो चल्दाखेरि गडक्क गर्ने दुख्ने, यहाँ सास तान्दाखेरि चसक्क दुख्ने, यिनीहरू सबै मुटुका होइन। यिनीहरू भयो भने चाहिँ आश्वस्त भयो हुन्छ। दौड्दाखेरि विशेष गरी या लामो समयसम्म यहाँ एकदम भारी भएर फुट्ला जस्तो गरी दुख्ने, आराम गर्दाखेरि पनि दुख्यो भने यिनीहरू चाहिँ अलिकति शङ्कास्पद हुने। मुटुको एट्याक भयो भन्ने लाग्यो भने नजिकको स्वास्थ्य संस्थामा गइहाल्ने, इसिजी गराउने। मैले भनिहालेँ दुख्न नपर्ने कुराहरू मैले भनिहालेँ। जम्मै दौडेर त जरुरी पनि छैन, आत्तिनु पनि परेन होइन। विशेष गरी रिस्क फ्याक्टर धेरै हुने मान्छे कि उमेर पुगेको छ, लोग्ने मान्छे हो, चोरोट खान्छ या भुँडी धेरै छ, कोलेस्ट्रोल हाई छ, सुगर छ, प्रेसर छ, एक्सर्साइज गर्दैन, यस्ता मान्छेले चाहिँ यहाँ भारी भएर आए बिचमा भने चिन्तित भइहाल्नु पऱ्यो। अनि त्यो टाइममै गयो भने फेरि कतिपय कुरा ठिक गर्छ। नर्मल रहेछ, एट्याकै होइन रहेछ भने त कुरै सिद्धियो, के पनि चाहिएन। एट्याक हो भने दबाई त सधैँ खानु पऱ्यो। कसैलाई औषधिले मात्रै हुन्छ, कसैलाई स्टेन्ट हालेर पुग्छ, एउटा दुईवटा होइन, कहिलेकाहीँ 3टासम्म। कसैलाई स्टेन्ट हालेर मिल्दैन या पुग्दैन, हाल्नै मिल्दैन, त्यस्तालाई फेरि बाइपास गरेर अपरेसन गर्नुपर्ने हुनसक्छ। त्यसैले त्यो सब स्पेक्ट्रम हुनसक्छ। त्यो त डाक्टरको काम हो। जस्तो एकचोटि भएर नली ब्लक भएको प्रमाणित भएपछि चाहिँ औषधि सधैँ खानुपर्छ। त्यसमा कन्फ्युजन छैन, दुई मात्रै नराख्नु, कुन खाने कति खाने भन्ने कुराहरू हो। क्वालिटी अफ लाइफको मामिलामा चाहिँ यदि ठिकसँग ठिक टाइममा उपचार भएको छ भने हार्ट एट्याक हुनु अगाडि या स्टेन्ट हाल्नुभन्दा अगाडि जे हालतमा मान्छे थियो त्यही हालतमा पुर्याउन सकिन्छ र मोटामोटी नर्मल आयु बाँच्ने, खाने, दौड्ने, खेल्ने सब गराउन सकिन्छ। खालि बेलैमा एप्रोच गर्नु पऱ्यो। धेरै ड्यामेज हुनु अगाडि नै उपचार गर्न पाउनु पऱ्यो। आधा मुटु चाहिँ टाटा पल्ट्या छ भने आधा मुटु मात्रै मिलायो भने नर्मल नहुनसक्छ, दुःख हुनसक्छ, तर पनि उपचारले धेरै फरक पार्छ।